आज भने माघ 3 गते आज चाहिँ 3टा गेम रहेको छ एन्फा नेसनल लिगको। फर्स्ट गेम भने चितलाङ एफसी भर्सेस नवजन जागृति क्लबको रहेको छ, जुन चाहिँ समय 12 बजे सुरु हुनेछ र एन्फा कम्प्लेक्समा हुनेछ यो गेम भने। दोस्रो गेम त्रिभुवन आर्मी एफसी भर्सेस मनोय मर्स्याङ क्लबको हुनेछ, यो चाहिँ दिउँसोको 2 बजे हुनेछ, जुन चाहिँ दशरथ स्टेडियममा हुनेछ। र त्यसपछिको अन्तिम गेम भनेको प्लानिङ बोइज युनाइटेड भर्सेस नेपाल पुलिस क्लबको रहेको छ, जुन चाहिँ 6:30 बजे बेलुकी सुरु हुनेछ। धेरैजना समर्थकहरूले कमेन्टमा किन लाइभ आएन भनेर भन्नुभएको रहेछ। लाइभ भने एमएसएम भिडियो एपबाट मात्र आउनेछ है। यो चाहिँ एन्फाले यस्तै गरेको छ, न युट्युबबाट प्रत्यक्ष प्रसारण दिएको छ। एमएसएम एपबाट पनि हजुरहरूले 900 को प्याकेज किन्नु भइसकेपछिको मात्र आउनेछ। एक त एन्फा नेसनल लिग पनि कहिले हुन्छ र केही सूचना पनि सबैजनालाई पुगेकै छैन। हजुरहरूलाई भने हामी एन्फा नेसनल लिगको अपडेटहरू लिएर राख्नेछौँ, हामीलाई पक्कै पनि फलो गर्नुहोला।